यो वैसमा बतासिँदै नाउन आकासिँदै के थाहा भोलि कल्पी रुनु छ कि नितासिँदै रुनु छ कि साकी सासिँदै स्वर चाहिँ नारायण गोपाल जस्तो रहेछ गान चाहिँ। तपाईँको जस्तो कहाँ छ त नि, तर तपाईँ गाउनु न त। मेरो स्वर सुन्छस्? सुन। यो वैसमा बतासिँदै नाउ है आकासिँदै के थाहा भोलि कभी रुँछ कि निसासिँदै रुँछ कि निसासिँदै। यस्तो स्वर सुनेर त साँच्चीकै रुन होला मलाई त। जाम बस्नु ल। दाइ एउटा कुरा भनौँ, अलि दिनदेखि कस्तो गडिरहेको छ कि। भन्न के हो? भन्न के समय लाग्यो? तपाईँको सपना के छ दाइ? सपना त हेर, कहिले पाइलट बन्ने थियो, कहिले इन्जिनियर बन्ने थियो, कहिले डक्टर बन्ने थियो, कहिले सिए बन्ने थियो। सायद मेरो पेसा नै मेरो सपना लाग्थ्यो मलाई। तर समयको अन्तरालपछि मैले थाहा पाएँ कि यदि आफू खुसी छैनौ भने नि तेरो जुनसुकै पेसा भए नि त्यो बासनाहीन, रसहीन, अर्थहीन हुन्छ क्या। आफ्नो खुसी मात्रै हेर्ने त दाइ, तपाईँको बुवाको आमाको खुसी नि। लाटा त खुसी हुन्छौ भने हामी दुखी हुन्छौँ होला त। झन् हामी त अझ बढी खुसी हुन्छौँ होइन र? तर तपाईँहरूको त्यत्रो सेक्रिफाइसलाई मैले नजरअन्दाज गरेर आफ्नो खुसी मात्रै हेर्ने त दाइ, म त स्वार्थी भयो नि त त्यसरी। आफू खुसी हुनु स्वार्थी हुनु हो र भन्ने? अरूलाई नराम्रो नगरेर पो आफू मात्र खुसी हुनु स्वार्थी हुनु होइन र गान्छ? खै दाइ, म त अलिक कन्फ्युजै छु। कन्फ्युजन समयको माग हो। हराएपछि मात्र बाटो याद हुन्छ होइन र? हो, तर यो बाटो अगाडि के छ मलाई थाहा छैन, त्यही भएर होला डर बढी लागिरहेको छ। तर हाम्रो सर्भाइभल इन्स्टिङ्क्ट मात्र हो, केवल खतराबाट बच्नको लागि। तर त यो डरसँग छ नि, एकचोटि जुधेर हेर त, तैँले पत्तै पाउँदैनस् कतिखेर तेरो यो डर तेरो शक्तिमा परिणत हुन्छ। त कन्फ्युज नहो, नडराइकन अगाडि बढ। कति हाम्रो लागि मात्र बाँच्छस् हो, एकचोटि आफ्नो लागि पनि बाँचेर हेर त।